नारायण हरि नारायण नारायण गुरु नारायण आज हाम्रो गुरुले हजुरलाई पठाउनु भयो हो आजको गुरुले आज मलाई पठाउनु भयो खै किन कता छ होला ए ठिकै छ बसौँ न गुरु ए हस् यहाँ बस बस गुरु ल हजुर नि बस्नुहोस् न त हस् गुरु ए अनि त्यसपछि तपाईँका सन्तान कति हो मेरा दुईटा छोरा छन् गुरु एउटा जेठो अमेरिका कान्छो अस्ट्रेलियामा छ गुरु विदेशतिर छन् ल गुरु म त्यहाँ ठिक पार्दै गर्छु हजुर यहाँ बस्दै ए एउटा छोरो अस्ट्रेलिया अर्को छोरो अमेरिका भनेपछि त गुरुले राम्रै घरमा पठाउनु भएको छ नि धनी नै रहेछ ल कर्मपात्र पूजा गर्नु ओम जदेवा देव हिडनं देव ससक्रिमा वयम अग्निर्मा तस्मात् देन सो विश्वान्मन्तन्त्वगु हासः ओम जसुजन्तन्तत्वगुहासः ओम जदिदागदिसुपैनागुसक्रिमा वयम सूर्यमा तस्मात् देन सो विश्वान्मन्तन्त्वगु हासः ओम कैते ओम तीनटा कुशको टुक्राले यहाँनिर पूजा सामग्री आफ्नो शिरमा शरीरमा सबैतिर छर्किने ओम अपवित्रः पवित्रो वा सर्वावस्थाङ्गतोऽपि वा स्मरेत् पुण्डरीकाक्षं सवै हव्यन्तर शुचि ओम पुण्डरीकाक्ष पुनातु ओम पुण्डरीकाक्ष पुनातु ओम पुण्डरीकाक्ष पुनातु अब दियो अब औँठी लाउने ओम साइदी आउनु ओम पवित्र ओम दीपनारायणाय नमः इह गच्छ इह तिष्ठ यावत् पूजां पवित्रं सुष्टिरसुप्रसं सुगरदो आसनं पादयो पादे यज्ञ आत्मजलं पञ्चामृत स्नानं शुद्धोदक स्नानं समर्पयामि दीपनारायणाय नमः लो अब दीपनारायणलाई द्रव्य दक्षिणा ल्याएर चढाउनु पर्यो द्रव्य दक्षिणा एउटा छोरो अमेरिका अर्को छोरो अस्ट्रेलिया भन्थ्यो भरे डलर त डलर सिक्कावाला डलर 2 रुपियाँ पो ढ्याक पो चढायो थाहा तेरिका लोभीको कन्टकै रहेछ नि के गर्नु ल अब कलश ओम पार्वती वरुणाय नमः द्रव्य दक्षिणा चढाउनु पर्यो द्रव्य दक्षिणा नमः समुद्र प्रेमी ओम वरुण त्यसले त त्यही दियोको पो झिकेर कलशमा चढायो दक्षिणा होइन लोभी भने कतिको लोभी हो 2 रुपियाँ पनि अर्को डलर झिक्न सकेन थ्यात तेरिका आज डुब्यो ए अब गणेशमाथि चढाउला पूजा गर्नु पर्यो ओम गणानां त्वा गणपति लौ यसले त गणेशमा पनि त्यही कलशको झिकेर ल्याएर चढायो थ्यात तेरिका यो त के हो ठिकै छ यो 2 रुपियाँ चाहिँ लगेर म घरमा एकदम सुरक्षित राखिराख्छु मलाई पनि यो सम्झना आओस् न यो यजमानले यसो गरेको थियो भन्ने कुरो अब बलिको पालो आयो अब बलिलाई यसो यहाँ पनि राख्नुपर्छ है त्यो पनि स्मृति हुन्छ मेरैमा आउँछ भनेको अन्तिममा डोबाटामै लगेर फ्यालिदियो यार यो त नसक्नुको रहेछ